ए ल यो त चाइनाको भन्दा डेन्जर बनाएको छ त पहाडकै टुप्पा टुप्पा होइन यहाँ माथि टावर बनाउनु ठिक यहाँ उतै होला नि यहाँनिर बाइक यहाँसम्म आउँदैछ 15 मिनट यहाँबाट फेरि 15 मिनट हिँड्नुपर्छ अरे जाने बाटो त त्यो रहेछ तल पुल हेर्नु त खोलै खोला ल गाइजहरू सोल्टिनी ठुलीहरू कान्छीहरू हाइकिङ जाने भन्दै हुनुहुन्थ्यो हाइकिङ चाहिँ अब यो उकालो अरे कति टाढो छ अब पुगेर यत्रो भात खाएको बिहान लोकल चिकन छैन होइन अझै टाढै हो कि माथि के चिज चाहिँ बनाएछ हो के चिज चाहिँ बनाएर चाहिँ माथि गोलो घर हो है दमकदेखि आएको आउनु चाहिँ तर दमकदेखि आउनु हो आउनु त हिजै आयो घुमफिर गर्दै हिँड्नु अगाडि घुमफिर यहाँ राम्रो छ अरे भनेर आएको आउनु चाहिँ राम्रो भन्दा पनि यसो तर के गाडी त बाइक त पारी छोडेर आउँथ्यो नि आउनु त आउँथेछ तर यहाँ अनुभव नहुनु त कुदाउनु नसकिने लडाइँ हालिदियो भने त कहाँ पुग्छ फेरि झरे ए अघि अगाडि आउने तपाईँ हुन्थ्यो नि बाइक त्यस्तो बाइक लिएर आउनुभयो ल है ल सोल्टिनीहरू हाइकिङ जाँदै भन्दै हुनु तपाईँहरूकै जानुभयो कि जानु भएन म चाहिँ हाइकिङ आइपुगेँ यता माथि पाँचतरको माथि रान्टार माथि रहेछ गोलो घरतिर आधी घन्टा समथिङ 1 घन्टा थियो नि हिँडेँ होला गाडी चाहिँ पारिरहेको छु सबैजनालाई मिठो सम्झना छ एकदम राम्रो छ चियाबारीको बिचमा बनाएर चाहिँ गोलो गरेर चाहिँ पाहुना गरेर चाहिँ तर गोलो घर भनेर चिन्दो रहेछ मान्छे बस्नको लागि त होइन कि हेर्दा त फेरि मान्छे बस्ने जस्तै छ टक्कै दृश्य जस्तो छ चियाबारीको बिचमा यो पल्लो पारी खोलाले भत्काएको बाटो हुँदै चाहिँ जानुपर्छ माथि हाम्रो गाउँतिर अनि यहाँ पारी भिरमा चाहिँ पहिला त्यो ऐना टल्किन्थ्यो अहिले छ कि छैन यहाँ आएर रहेछ नि त त्यो आज टक्कै देखियो